रमाइलो ठाउँ छ नि यता साम्बा चोक रे पहिले चाहिँ खुदी बजार भनेको थियो अब चाहिँ साम्बा चोक हजुरहरूले देख्नुभयो होला यस्तो बाफ उडिरहेको छ कहाँको आउँदो रहेछ यो चाहिँ जमिनदेखि नै आएको तातो पानी अरे देख्न सक्नुहुन्छ म देखाउँदैछु हजुरहरूलाई खतरा खतरा घरहरू छ है जसकै विश्वास गरिन्छ भने यहाँ आएर नुहाएपछि चाहिँ रोगहरू निको पारिन्छ अरे भन्दा रहेछन् और अगर तुम लोग नए हो तो सब्सक्राइब करो वो जो लाल वाला बटन है उस पर फूल फेंक के मारो या फिर मोमबत्ती मुझे नहीं पता बस क्लिक हो जाना चाहिए Hi everyone, welcome back again to Anna Love to Eat अनि आज चाहिँ प्लान त थिएन 81 भइहाल्यो सो अनि आज चाहिँ हामी त्यहाँ माथि घुम्न जाँदैछौँ भनेको चाहिँ बाहुन डाँडा हो कि कहाँ त्यो ठाउँ जाँदैछौँ सो भ्लग वाइ नट किन भ्लग नबनाउनु जस्तो भयो सो म चाहिँ भ्लग बनाउँदैछु अब खै कस्तो हुने हो अनि मलाई चाहिँ त्यहाँ गएपछि अक्टोपस झर्ना अनि त्यो स्यागेको झर्ना के हो त्यहाँ जान मन थियो बट अहिले चाहिँ झर्ना सकिसकेको होला फेरि पनि जान्छु किनभने पछि के हो जान पाउँछु कि पाउँदिनँ अनि पछि पनि मिल्यो भने चाहिँ अवश्य नै जानेछु त्यहाँ चाहिँ असार साउनमा चाहिँ एकदमै ठुलो राम्रो देखिन्छ त्यो झर्ना चाहिँ सो अहिले त सकिसक्यो होला फेरि पनि गएको बेलामा छोटो भ्लग बनाऊ भनेर चाहिँ सो अब चाहिँ ढिला भइसक्यो म चाहिँ रेडी भएर देखाउने छु ल सो सरी भन्न चाहन्छु साथीहरू घरबाट निस्किने बेलामा भिडियो बनाउँछु जस रेडी भएपछि भिडियो बनाउँछु भनेर भनेकी थिएँ तर म चाहिँ हतारमा निस्केको भएर चाहिँ भिडियो बनाउन बिर्सेछु मम्मीले फोन गरेर कराउन थाल्नुभयो छिटो गर जहिले ढिलो गर्छ जहाँ जाँदा पनि भनेर कराउन थाल्नुभयो अनि म त भाग्दै गएको भिडियो बनाउनै बिर्सेछु सो अब चाहिँ हामी निस्किसकेको अनि भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला जाममा परियो साथीहरू बाटो बनाउँदै रहेछ सो अल्छी लाग्यो अनि त्यही भएर भिडियो बनाउँदै बसेको म चाहिँ के भने William kalau jadi hobi गाइज हामी चाहिँ यहाँ आइपुग्यौँ यहाँबाट चाहिँ अब तातो पानी जानलाई 10 मिनेट लाग्दो रहेछ अनि यहाँ चाहिँ यस्तो राम्रो बजार छ यो चाहिँ जगत होला जगत यहाँको नाम चाहिँ जगत होला सायद अनि अब चाहिँ हामी तल जानेछौँ अनि एकछिनमा चाहिँ अक्टोपस झर्ना जानेछौँ कस्तो राम्रो होटेलहरू रहेछ नि ल अब चाहिँ हामी लागेको के एकदमै रेसनसँग त्यो गाडीसँग चाहिँ ल आलेम ल भाइहरू पनि आउँदैछ यस्तो बाटो भएर जानुपर्ने रहेछ यस्तो छ गाइस अनि खोइ त यता त लालीगुराँस पनि देखिन्छ कि भनेको लालीगुराँसहरू केही पनि देखिएन पुरै धुलो भएको छ क्या जस रमाइलो ओए
yang hitam di ran ele ro ani udah koi lari nih mani wa ani no ni चाहिँ यही हो रे तातो पानी wow so excited म चाहिँ एकदमै खुसी छु है हजुरहरूले देख्न सक्नुहुन्छ अनि हजुरहरू पनि आएर नुहाउन सक्नुहुन्छ गाइस हामी चाहिँ लगभग आइपुग्यौँ अब यस्तो छ ल यही हो है तातो पानी चाहिँ आइपुग्यौँ हामी कस्तो खुसी हाय यति खुसी भन्छ नि हो त्यस्तै भएको छ यहाँ चाहिँ मम्मी म लड्नु पेर छैन लडेँ भने त गयो घुम्न हानेर आएको फेरि हस्पिटल भर्न हुन पऱ्यो भने त गाह्रो पो छ त ल गाइस तातो पानी आइपुग्यौँ हामी चाहिँ हजुरहरूले देख्न सक्नुहुन्छ यहाँ नै हो नुहाउने अनि यहाँ चाहिँ के मान्न छ भने जस के विश्वास गरिन्छ भने यहाँ आएर नुहाएपछि चाहिँ रोगहरू निको पारिन्छ अरे भन्दा रहेछन् सो त्यही भएर चाहिँ मान्छेहरू आएर नुहाउने त्यस्तो गर्दा रहेछन् अनि मेरो फुपूहरू पनि नुहाउनुको लागि आउनुभएको छ म चाहिँ नुहाउन होइन म चाहिँ घुम्नलाई आएको सो अब चाहिँ उहाँहरू नुहाउनुहुन्छ म चाहिँ यस्तो फोटो भिडियो गरेर अनि अक्टोपस झर्न जान्छौँ अनि त्यहाँबाट चाहिँ स्यागेको झर्न जान्छौँ अनि फर्किन्छौँ साँच्चीकै यस्तो तातो पानी हेर्नु न हजुरहरूले पनि देख्न सक्नुहुन्छ यस्तो बाफ आइरहेछ नि यस्तो बाफ उडिरहेछ नि तातो एकदमै तातो पानी हजुरहरूले देख्नुभयो होला यस्तो बाफ उडिरहेछ देख्नुभएको छ नि यस्तो बाफ उडिरहेछ सो अब उहाँहरू चाहिँ नुहाउनुहुन्छ यही हो तातो पानी चाहिँ अनि नुहाउने चाहिँ एउटा त्यहाँ भइहाल्यो आइन्दो सबैटी कलर हो यहाँ फुच्चिरहेको छु तातो पानी हो यो पुरै फुच्ची हजुरहरूले देख्नुभयो होला यस्तो बाफ आइरहेको छ नि तातो आउँदो रहेछ यो चाहिँ जमिनदेखि नै आएको तातो पानी अरे खोलियो यहाँ पसल पनि हुँदो रहेछ ल हाम्रो मामा चाहिँ नुहाउनलाई रेडी भएर निस्किनु भएको छ है मेरो मम्मी ल पौडी खेल्नु भयो यस्तो रमाइलो ठाउँ छ नि मलाई चाहिँ यहाँबाट जाने मन नै लागिरहेको छैन तर जानुपर्ने हुन्छ साथै सो अब चाहिँ हामी नुहाएर फुपूहरूले नुहाएर भ्याउनु भयो सो अब चाहिँ हामी जानेछौँ बिस्तारै बिस्तारै यहाँ देख्न सक्नुहुन्छ अब हामी यो पुलमा गएर एकछिन फोटो भिडियो खिचेर अनि झर्नातिर जानेछौँ अब फर्किन लाग्छ अब चाहिँ यहाँ फोटो भिडियो बनाउँछौँ एकछिन यो पुलमा अनि हामी चाहिँ फर्किन्छौँ हाम्रो दिदीको गाउँ हो है यो चाहिँ जग्गा चाहिँ हाम्रो अमिषा दिदीको गाउँ
भयो साथी अब चाहिँ हामी फर्किन्छौँ ल अब चाहिँ हामी फर्केको साथी यस्तो रमाइलो ठाउँ छ नि यतातिर हजुरहरू पनि एकचोटि घुम्न आउन सक्नुहुन्छ है यस्तो रमाइलो छ नि म त के भन्नै सक्दिनँ क्या साथी यो चाहिँ जगत है यस्तो राम्रो घरहरू छ नि यहाँ देख्न सक्नुहुन्छ म देखाउँदैछु हजुरहरूलाई खतरा खतरा घरहरू छ है उहाँहरू चाहिँ खाना लाउनु भएको छ म चाहिँ खाना खाँदिनँ किनभने मलाई भमिट हुन्छ सो गाइस म चाहिँ हजुरहरूलाई जगत देखाउँदैछु कस्तो राम्रो घरहरू क्या म डर लाग्यो एक्लै माथि जानु कस्तो राम्रो फुलहरू पनि रहेछ खाना खाँदै हुनुहुन्छ अनि वेवेची चाहिँ हाम्रो भाषामा च्याङमा खाँदो रहेको वेवेची भन्दा अनि छ्याङ पनि पिउँदै हुनुहुन्छ अनि अब खाना खाएपछि चाहिँ युट्युब रिचा हो त्यो भिडियो नचङ्गा वाउ त्यो घरहरू कस्तो राम्रो घरहरू फाइनली हामी चाहिँ अक्टोबर झर्ना आइपुग्यौँ साथी यही हो पारी गरेर देखाउँछु ल अहिले त सुकिसकेछ ल साथी यही होला स्याङ्गेको झरना हो कि के हो वाउ हजुरहरूले देख्न सक्नुहुन्छ फर्केको हामी खतरा हुँदैछ यत्रो ठुलो भिड छ
मैले चाहिँ खुदी बजार भनेको थिएँ, अब चाहिँ सागबाजी। ल साथीहरू म चाहिँ घर आएँ अनि आएर नुहाइधुवाइ गरेँ। यस्तो माटो भएको थियो नि, अनि त्यतिकै नुहाइधुवाइ गरेँ। अनि अब चाहिँ खाजा खानेछु किनभने मैले बिहानदेखि केही खाएको छैन, थोरै पानी पिएकी थिएँ अनि मलाई चाहिँ गाडी लाग्छ अनि त्यही भएर मैले चाहिँ केही पनि खाएको थिएन। सो अब चाहिँ खाजा खानेछु, एकदमै भोक लागेको छ। अनि हजुरले देख्न सक्नुहुन्छ मेरो खाजा देख्न सक्नुहुन्छ, पकाएको चाउचाउ अनि त्यसमा गाजर अनि साग अनि अलिअलि मासु पनि एड गरेकी छु। खाजा खाएको भिडियो चाहिँ यति नै राख्छु किनभने भिडियो चाहिँ एकदमै लामो हुन्छ होला, त्यही भएर चाहिँ म पुरै सकिनेसम्म चाहिँ खाँदिनँ। म चाहिँ अनि खाजा खाँदै भिडियो इन गर्छु भनेको भोक लागेर चाहिँ खानामा मात्रै ध्यान गर्छ मेरो चाहिँ। सो हजुरहरूलाई चाहिँ आजको भिडियो कस्तो लाग्यो आशा गर्दछु हजुरहरूले भिडियो हेरेर इन्जोय गर्नुभयो होला। अनि हामीले त यति धेरै इन्जोय गर्यौँ नि। Thank you so much guys for watching till the end. Keep loving. See you in the next one. Bye bye.